किन चाहिन्छ मता लाहुरी गोर्खा पल्टनको घाँसोले चमेलीको चाडोले मता लाहुरी गोर्खा पल्टनको घाँसोले चमेलीको चाडोले घाँसोले चमेलीको चाडोले किनभने पुराना गीतहरू मैले थोरै थोरै हिन्ट्स मात्र दिन खोजेको। जिन्दगी भनेको केही छैन हजुर, यता ध्यान दिनुहोस् है मतिर। जिन्दगी भनेको केही छैन, भोलि खाम्ला भोलि रमाउला भनेर बस्यो भने भोलि रमाउन पनि सकिन्छ, नरमाउन पनि सकिन्छ। भोलि खाम्ला भनेर साँच्यो भने त्यो अर्कैको मुखमा जान सक्छ। त्यसले गर्दा जिन्दगीमा इन्जोय भनेको आजै गर्नुपर्छ, आजै। भोलिलाई साँच्न हुँदैन। आज पैसा तिरेर जति पनि भित्र छिर्नु भएको छ त्यो पैसा तिरेर भित्र छिरेको चाहिँ पैसाको चाहिँ असुल गरेर जानुपर्छ, किनभने इन्जोय लिएर मात्र है। यो भन्छ सम्पत्ति भनेको हातको मैला हो हजुर। आज छ भोलि छैन। आज करोडपति भएको मान्छे भोलि रोडमा आउन पनि सक्छ। आज रोडमा आएको मान्छे भोलि रातारात करोडपति हुन पनि सक्छ। त्यसले गर्दा अमेरिका जाम्ला, क्यानाडा जाम्ला, अस्ट्रेलिया जाम्ला, विभिन्न देशमा जाम्ला, रातारात कमाम्ला, करोड करोड कमाम्ला भनेर सम्पत्तिको लोभमा नलाग्नु होला। जे छ त्यसमा रमाउनु होला, इन्जोय गर्न जानुपर्छ जिन्दगीमा, हो कि होइन? त्यसले गर्दा मैले एउटा गीत गाएको छु कि यति मैले अहिलेसम्म करिब 10,000 भन्दा बढी गीत गाएँ होला, तर पनि मैले गीत मात्र गाएको छु, रमाइलो मात्र गरेको छु, इन्जोय मात्र गरेको छु, पैसा कमाएको छैन। म सन्तुष्ट छु। त्यसले गर्दा भन्न चाहन्छु, जानियो नाच्न र गाउन, जानिएन सम्पत्ति कमाउन। यहाँहरूले भाइरल बनाउनु भएको गीत, जेठमा भाइरल बनाइदिनु भएको गीत, ट्र्याक नम्बर 66 है त। ल ओके, अब फाँडी बौला पाराले नाच्ने गीत हो है, 66 नम्बर ट्र्याक बनाइदिनु होला। ओके।